हेलो साथीहरू, सन्चै हुनुहुन्छ? हामी चाहिँ आज हलिसीतर्फ हिँड्न लागेको साथीहरू। बुवा, म, बाबा अनि तता एलिन अनि पुष्पा अनि हाम्रो कान्छा दाईसँग हामी चाहिँ 6-7 जना हलिसीतर्फ लाग्यौँ है साथीहरू। हाम्रो बुवाको भएको थियो नि त, त्यही भएर हामी नाटेको। अब पछि सक्दिनँ, अहिले लगाएँ भन्नुभयो अनि हामी चाहिँ हिँड्यौँ साथीहरू। अनि हामी चाहिँ यहाँ कोसीमा चिया खान उत्रौँ बिहानै। अनुहार पनि हेर्नु न साथीहरू, गाडी चढेपछि निन्द्रै लागिहाल्छ आफूलाई चाहिँ, त्यही भएर अनुहार गति छैन। अनि चिया खानलाई हामी यहाँ बस्यौँ। अनि बाथरुम साथरुम गएर अनि चिसोमा एकछिन ओर्लेर अँध्यारै छ साथीहरू। हामी बिहान हिँडेको नि त, अनि हामी चाहिँ चियाहरू खायौँ होइन त्यहाँबाट। अनि चिया खाँदैछौँ बसेर। अनि त्यसपछि उता जाने, अब चिया खाएर रातो चिया खायौँ बिहान बिहानै। अनि बुवालाई कस्तो लाग्दैछ बुवा भनेको, रमाइलो हुन्छ जाँदैछौँ हेरौँ अब भन्नुहुँदैछ होइन। अनि त्यसपछि हामी चाहिँ जाँदैछौँ साथीहरू। तपाईँहरू जानुभएको छ कि छैन हलेसी? बाटोहरू एकदम कस्तो छ भन्ने सुनेको छु, कस्तो छ होइन। अनि यहाँ धारा के अरे रहेछ। अनि मकैहरू खाँदै, अब अरू केही खान नहुने, अनि पोलेको मकै खाँदैछौँ साथीहरू हामी सबैजना। यति हो हामी जानेहरू चाहिँ। अनि यसरी हाम्रो यात्रा अघि बढ्दैछ। दुधकोसी हेर्नु न कस्तो राम्रो देखेको होला होइन। अनि ग्राभेल बाटोहरू पनि रहेछ होइन, तर पनि किन हो पनि अरू बेला त डर लाग्थ्यो, यसपालि त के भएको डरै लागेन साथीहरू। कस्तो आनन्दले नै गयो। अब जिउ त यताउति त्यो ग्राभेलमा हल्लेर जिउ दुख्ने त अब त्यो भइया नै हाल्यो। अनि म त मस्त निदाएरै पुगेको क्या साथीहरू। आनन्दको यात्रा भएको हेर्नु त कति मजाले निदाइरहेको छु म। अनि हामी चाहिँ गन्तव्यमा पुग्यौँ हलेसीको होटलमा। अब बस्नलाई फोन गरेको थियौँ अगाडि नै। अनि होटलमा तातो तातो चिया खाँदैछौँ। पानी परेको नि त साथीहरू, यता गर्मी भएर गएको, उता त कति चिसो वातावरण। अनि हामी चाहिँ अब यहाँ चिया खाएर चाहिँ आजै हलेसी सबै डुलौँ, अनि पछि दर्शन मात्रै गर्न सजिलो हुन्छ, बढी भिड हुन्छ भनेर हामी चाहिँ दर्शन भोलि गर्नलाई मान्छे कति हुन्छ नि त, अनि मजाले हेर्न पाइँदैन भनेर आजै हेरौँ ल भनेर सल्लाह गरेर अनि बेडमा बसेर सल्लाह गरेर अनि हामी चाहिँ गयौँ। अनि त्यहाँ भित्र हलेसीभित्र सबै हेऱ्यौँ। अनि त्यहाँ स्वर्गद्वार रहेछ, त्यहाँ पनि छिर्यौँ मजाले। छिर्यो साथीहरू, स्वर्गमा पुगिन्छ होला सायद, यस्तै अब भनाइ छ होइन। अनि उहाँ चाहिँ गुरुलाई सोध्नुहुँदैछ यहाँ कसरी पूजा गर्न सकिन्छ भोलि कस्तो भनेर। अनि मैले भिडियो गरेको। कस्तो जेस भगवान्को स्थल चाहिँ अचम्मै सोच्नै नसकिने खालको हुन्छ क्या। सब ढुङ्गामा दुलो क्या, दुलो नभएको ढुङ्गै नभएको त्यहाँ हलेसीमा त। अब जानेहरूलाई सबैलाई थाहा छ साथीहरू, नजानेहरूलाई चाहिँ होइन। अनि बुवा पनि जान सक्दिनँ कि भन्नुहुँदै त, हिँड्नु न हामी छौँ नि भन्दै डोर्याउँदै सबै ठाउँ डुलायौँ साथीहरू, बसाउँदै होइन। अनि बुवा पनि एकदम खुसी हुनुभयो साथीहरू हलेसी जानलाई। अब अनि मेरो इच्छा पुरा भयो अब सबै भन्नुहुँदै थियो, खुसी हुनुभयो। बुवा खुसी हुँदाखेरि हामी पनि अब जस खुसी भयौँ साथीहरू। अनि हाम्रो चाहिँ यस्तै भयो, हलेसी चाहिँ एकदम राम्रो भयो साथीहरू, सबैलाई केही नै भएन होइन। बुवा हामी सबैलाई सन्चै भएर हामीले चाहिँ दर्शन गऱ्यौँ साथीहरू। यस्तै भयो, राम्रो भयो हाम्रो हलेसीको यात्रा। तपाईँहरू पनि जानु होला, एकदमै राम्रो छ साथीहरू। बाटोहरू त्यस्तो डरलाग्दो पनि छैन। हस् त, बाई बाई।